सम्मानीय सभामुख महोदय, समय उपलब्ध गराउनु भएकोमा धन्यवाद। सिरहामा जुन घटना भयो, एउटा दलितको घर भत्काएर महायज्ञको तयारी, त्यसको घोर भर्त्सना गर्न चाहन्छु र सम्बन्धित साझेदारहरूलाई, सम्बन्धित निकायहरूलाई त्यसमा कडा कारबाही लिनको लागि म आह्वान र अनुरोध पनि गर्न चाहन्छु। यसरी नै अस्ति 25 करोड रुपियाँ टोखामा समातियो। त्यो 25 करोड रुपियाँ समातिँदै गर्दाखेरि विगतमा पनि कहिले 35 किलो, कहिले 80 किलो, कहिले कता सुन समातियो भनेर सुन्यौँ। ट्याक्सी ड्राइभरलाई भरियालाई मात्र थुनेर राखियो, तर कहिले पनि त्यसको मालिक को हो भन्ने पत्ता लागेन। यसपालि पनि यो 25 करोडको मालिक पत्ता नलाग्ला र त्यही ट्रक ड्राइभरलाई थुनेर नै थामथुम पारिएला कि भन्ने डर छ। त्यसैले गर्दा सबैजनाको यसमा एक किसिमको चेतावनी पनि सोचौँ। यसरी नै सधैँ भरियाहरू मात्र समातेर र कालाबजारीलाई चाहिँ संरक्षित गरिराखेर त सुशासन कसरी हुन्छ? सुशासन आएर भाषण मात्र गर्ने कुरा नहोला। त्यसरी नै भर्खरै सिन्धुपाल्चोकमा समातिएको ट्रक जसमा 740वटा भेप समातियो, त्यो भाटभटेनी सुपरमार्केटको भएको भन्ने कुरा खुलिसकेको छ र त्यसलाई राजनीतिक दल र त्यसमा पनि प्रधानमन्त्री, सम्माननीय प्रधानमन्त्रीज्यूको पार्टी कार्यालय बनाउने दाता भएको हुनाले त्यसलाई संरक्षित नगरियोस् भनेर त्यता पनि ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। सम्माननीय सभामुख महोदय, आज गौर हत्याकाण्डको 18 वर्ष पुगेको दिन। म सर्वप्रथम गौर हत्याकाण्डका महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र 18 वर्षदेखि न्यायको प्रतीक्षामा रहेका, न्यायको लागि सङ्घर्षरत पीडित परिवारप्रति हार्दिक सहानुभूति प्रकट गर्न चाहन्छु र सरकारसँग सोध्न चाहन्छु कि गौर हत्याकाण्ड जो दिउँसो भएको एउटा विभत्स हत्याकाण्डको छानबिन कहाँ पुग्यो? ती अपराधीहरू कहिले कानुनको दायरामा आउँछ भनेर सोध्न चाहन्छु। सरकारले पटक पटक सम्झौता गर्ने, कार्यान्वयन केही पनि नगर्ने, यस मुद्दाको जाहेरी दर्ता छ तर छानबिन केही पनि छैन। यसबारेमा सम्माननीय सभामुख मार्फत सरकारको जवाब चाहन्छौँ। आजको कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राखिएको छ। सांसदले सोधेको प्रश्नको जवाबै नदिएको औचित्यहीन प्रश्न उत्तर कार्यक्रम कार्यसूचीबाट हटाइयोस् भने म सम्मानीय सभामुखजीको ध्यान आकर्षण गर्न चाहन्छु। तपाईँ हामी हेरिरहेछौँ, यदि मन्दिरमा मूर्ति छैन भने त मन्दिरको कुनै कामै हुँदैन, औचित्यहीन हुन्छन्। यदि देवता र देवीमा आत्मा छैन भने त मूर्तिको पनि काम हुँदैन। यदि कुनै प्रश्नको जवाब छैन भने त्यो जवाब सभाको कार्यक्रमको औचित्य छैन। मैले अस्ति फेरि सम्झाउन चाहन्छु, मैले सोधेको जवाब सम्मानीय प्रधानमन्त्रीले दिनु भएन। यसरी जवाब प्रभुसाको सवाल होइन, सवाल प्रश्न उत्तर कार्यक्रमको हो, सम्मानीय सभामुखको एउटा सम्मान र गरिमाको हो, सँगै संसदको सम्मानको होस्, नियमावलीको प्रावधानको हो, त्यसप्रति उत्तरदायी हुन सक्नु पर्थ्यो। त्यसरी नभएको कार्यक्रमको औचित्य छ जस्तो मलाई लाग्दैन। त्यसैले यो कार्यक्रमको कार्यसूचीबाट आउन विशेष आग्रह गर्न चाहन्छु। यदि कार्यसूचीबाट हटाइएन भने त्यो कार्यक्रम म बहिष्कार गर्ने जानकारी गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य अमरेश कुमार सिंह।